बिरामी मन्त्रीहरूको आगमन हुँदाखेरि पनि अस्पतालको बारेमा केही चिज गुनासो छ भने सुन्ने गरेका थियौँ। त्यसैले आज पनि एमएचएसको उसको डेस्टिनेसन हुँदाहुँदै पनि हामीले कति चिजहरू गुनासोहरू आएको छ, आइसकेपछि सम्बोधन गर्नुपर्ने कार्यक्रमको हैसियतले मेरो पनि कर्तव्य हुन जान्छ। त्यसले गर्दा मेरो आजको विषय चाहिँ खास यसैमा एमएसएसमा मात्र फोकस गरौँ भन्ने थियो, तर पनि कति चिजहरू आएको छ। कति चिज सार्वजनिक फोरममा भन्न मिल्ने हुन्छ, कति चिज चाहिँ सार्वजनिक फोरममा भन्नु नमिल्ने अवस्थाका चिजहरू पनि हुन्छ। सबै इस्यु आउँदैन, सबैको जवाब यहीँबाट दिन मिल्ने स्थिति होइन, तर प्रत्येक चिजको उत्तर चाहिँ रहेको छ र त्यसमा चाहिँ हामी सायद केही बसेर धेरै जानकारी जान्न चाहेको खण्डमा यसमा बसेर चाहिँ छलफल गर्न सकिन्छ। अब म मिनिमम सर्भिस स्ट्यान्डर्डको कुरामा जान चाहेँ। यसमा अस्पताल त हामीले देखिरहेछौँ 60+ हामी 85सम्म पुगिरहेको अवस्था छ। यसमा छलाङ मारेको अवस्था नै हो भन्नुपर्छ। र गत वर्षभन्दा अहिले किन सेम आयो त, एकदम काम त धेरै नै भएको जस्तो कुरो आयो भन्ने होला। एमएसएसले के सर्भिसको तयारी र टुल्सहरू पकाउनका कति उपलब्धता छ यति हुँदाहुँदै पनि अहिले पनि केही चिजहरूले त सबको हाम्रो आयोजनाको काम गरेको नै छ। 9 गतेसम्म हाम्रो भ्याकेन्सी खुल्ला छ। हामीले 28वटा जनशक्तिको लागि विज्ञापन खुलाउँदैछौँ। त्यो भनेको मेजर इस्यु हो। त्यो विज्ञापनमा छलाङ मार्नमा त्यसले पनि रोल खेल्छ नि। यही चिज किन आज त गरिएको होला भन्ने कुरो आउँछ त उहाँहरूले पनि आफ्नो बाध्यता छ। प्रत्येक 14वटा अस्पताल भ्याउनु पर्ने छ यो महिनामा। हामीले अर्को थापेर हामीलाई लास्टमा नै गर्दै हुन्थ्यो भनेको भए पनि नहुने स्थिति होइन, हुन्थ्यो नै होला। तर पनि हामीले किन जहिलेसुकै आउँदा पनि तपाईँहरू मापन गर्नुहोस्, आज मात्र जहिले पनि मापन गर्नुहोस्। हामीले दिने सेवामा कमी छैन। नम्बर चाहिँ मेरो व्यक्तिगत रूपमा मैले भन्दाखेरि मैले एसएलसीसम्म चाहिँ मैले एकदम नम्बरमा मैले खेलेँ, त्यसपछि मैले नम्बरमा कहिले पनि खेलिनँ। मैले क्वालिटी सर्भिस दिनुपर्छ। अब एउटा यो कार्यविधिले मानेको चिज हो, यसमा हामीले मान्नै पर्छ। त्यस कारण नम्बरमा गएको मात्र हो। यसमा एमएसएसमा 60 नै आएको भए पनि हिजोभन्दा आज यहाँको जनताले पाएको सेवाको क्वान्टिटी क्वालिटी दुइटैमा चाहिँ उच्चतम रूपमा अघि बढेको छ भन्न चाहे। म यस अस्पतालमा आएको 5 महिना भयो र पोस्ट सम्हालेको 3 महिना लाग्यो, सायद 100 दिन पनि भएको छैन। तर गरेको काम सबै चिज सार्वजनिक रूपमा भन्नु पऱ्यो हुँदैन, आफ्नो हिसाबले काम गर्दै जाने हो। र विगतमा भएको भन्दा धेरै चिज कामहरू भएको छ। यही विज्ञापन गत वर्ष असारमा भएको थियो, घचघचाउँदा यति चाँडै नै गरेर सफल भएको छ। र कति विज्ञापनको क्यान्डिडेटहरू हेर्ने हो भने फुलफिल हुने सङ्केतहरू देखिएको नै छ। अब मैले जहिले पनि पब्लिक फोरममा इस्यु उठेपछि त्यसले एन्सर नै दिन्छ कति कुराहरू, र इस्यु सुन्ने गर्थेँ। जहिले पनि मैले सुन्ने भनेको कति मित्रहरूले व्यक्तिगत रूपमा भन्नुहुन्थ्यो, कहिले मेसेज पठाउनुहुन्थ्यो अस्पताललाई माया गर्नेहरूले फिजियोथेरापी सर्भिस भएन 2 वर्षदेखि बन्द, 2 वर्षदेखिको बन्द है। ल्याब्सको सर्भिसमा केही सर्भिस थियो, बिचमा हाम्रो प्रदेशतिर जानुभयो बिएमएलडीको हाम्रो जनशक्ति, उहाँ बाहिर जानुभयो। त्यो भ्याकेन्सीलाई हामीले फुलफिल गर्नुपर्छ भनेर मन लाग्यो। फार्मेसीको पनि त्यस्तै सिनियर फार्मेसी अफिसर हुनुहुन्थ्यो, उहाँ पनि जानुभयो। र मैले 3टा आफ्नै पर्सनल कति रिक्वेस्टमा चाहिँ 3जनालाई सहमतिको लागि पहल गरेँ। त्यसमा चाहिँ अब कति एकदम चेन अफ कमान्ड हुन्छ, कति च्यानल वाइज जानुपर्ने हुन्छ। मैले व्यक्तिगत रूपमा चाहेको भए मैले 3टैलाई 2 महिनाका नै ल्याइसकेँ। तर मेरो व्यक्तिगत हिसाबले मात्र कति चिज हुँदैन। प्रदेशमा मैले कति कम्युनिकेट गर्ने हुन्छ, त्यति हुँदाहुँदै मैले फिजियोथेरापी चाहिँ एकदमै चाहिने छ भनेर त्यसको कमिसन अहिले केन्द्रीय मन्त्रालयसम्म चाहिँ पुगेको छ। त्यो निकट भविष्यमा नै पूर्ति हुन्छ नै। पब्लिकको डिमान्डमा एकदमै सबभन्दा पहिला खड्दै फिजियोथेरापी भन्ने थियो। दोस्रो आँखाको उपचार बिचमा सर्भिस थियो। अब मानिस पढ्न जाने क्रम चलिरहन्छ, पढ्ने आउने चलिरहन्छ, कसैको पनि वृद्धि विकास कसैले रोक्न मिल्दैन। र अब 1-1.5 महिना मात्र भयो सर्भिस नभएको। त्यति हुँदाहुँदै पनि दसैँ तिहारको बिचमा पनि अहिलेको समयमा भोलिन्टियर लगाउनु भनेको त्यति ठिक चिज त होइन, तर पनि कोही व्यक्तिगत इन्ट्रेस्टमा म गर्छु भन्ने लगाउनु पनि कहीँ पर्दो रहेछ। लोकपाली जनताले पनि सेवा पाउँछ। यो 14 दिन बिचमा पनि दसैँ तिहारको बिचसम्म पनि आँखाको सर्भिस भएको छ। कसैले भोलिन्टियर गरेर त्यो बेला पनि 60+ भन्दा बढी बिरामीले सेवा लिनुभएको छ। र अहिले त हामी दरबन्दी फुलफिल गर्ने अवस्थामा छौँ। क्यान्डिडेटहरू आउनु नै भएको छ, पक्कै पनि फुलफिल हुन्छ। तेस्रो भनेको फार्मेसीमा लाइन भयो जहिले पनि एकदम सुन्ने कुरा हो। लाइन घटाउनलाई चाहिँ हामीसँग 2टा विकल्प हुन्छ, जनशक्ति थपिनु नै पर्छ त्यसको लागि। तैपनि काउन्टर 2टा गर्दा हुन्छ, 2टा काउन्टर त छ नै, पेड र निःशुल्कको। त्यति हुँदाहुँदै पनि एउटा टाइममा चाहिँ भिड हुने भन्ने हो। यो हुने बित्तिकै हामीलाई के चाहियो, जनशक्ति चाहियो भने अबको विज्ञापनबाट या केही गरेर चाहिँ त्यहाँ डे टाइममा कुनै एउटा जनशक्ति घटाउला भन्ने कार्ययोजना छ नै, नभएको होइन। त्यो चिजको हामी सम्बोधन गर्दै नै छौँ।
ल्याब सर्भिसको कति सेवा सुचारू भएन भन्नेलाई विज्ञापन छ। ल्याब टेक्निसियनहरूको पनि त्यसमा कति यहाँ सेवा दिइरहनु भएको छ। यहाँ तिनीहरूको सेवाको नजरअन्दाज गरिएको होइन है, त्यो चाहिँ फेरि बुझ्नु होला। थप हामी जनशक्ति भयो भने छिटो छरितो हुन्छ भन्ने कुरा मात्र मैले जोड गर्न चाहेँ। त्यसको लागि कति चाहिँ समयको हिसाबले आइदिएको भए चाँडो हुन्थ्यो, त्यसको पनि टेक्निकल समस्या रहेछ। यहाँ सम्बन्धित केन्द्रीय प्रयोगशालालाई पनि कति धक्का पर्ने स्थिति पनि आयो, त्यस कारण चाहिँ मिल्दैन कि भन्ने कुराहरू पनि आयो। तर ठिकै छ, त्यो हो भने हामी विज्ञापन मार्फत नै गराउँछौँ भनेर गरेका छौँ र सायद एप्लिकेन्टहरू आउनु भएको छ। फेरि यसमा पनि मैले दुईवटा कुरा गर्न चाहेँ, अहिले पनि कुरा आएको छ। अफिसर लेभलको चाहिँ प्रदेश लेभलले नै गर्नुहुन्छ, हामी यहाँबाट आइजममा गएर प्रदेशमा नै पठाउनु हो र सहायक लेभलको चाहिँ हामीले यहाँबाट गर्छौँ। त्यो यहाँबाट हुने चाहिँ ताराका साथ हामी गर्छौँ नै, उताबाट हुनेलाई हामी फलोअप त गराउँछौँ, त्यसमा हाम्रो तर्फबाट गराउने चिज छ। तर सबै चिज 28वटा चाहिँ यहीँबाट होइन, त्यो भ्याकेन्सी खुलाए तापनि सबै चिजको निम्ति यहाँबाट हुँदैन भन्ने कुरा चाहिँ मैले जानकारी गराउन चाहेँ। अब एमएसएसको कुरो आउँदा त्यो भ्याकेन्सीले नै धेरै कुरो बताउँछ। त्यहाँ भनिएको जनशक्ति र अस्पताल विकास समितिको कुरा केही आएको छ, यो चिजहरू मिलेको भए धेरै फड्को मार्ने थियो। त्यसमा म पछि पनि केही चिज गरौँला। अब यसमा पनि एमएसएसको पनि आफ्नो कति चाहिँ ग्राउन्ड रियालिटीमा छैन भन्ने कुरा आएको थियो। एकदमै त्यस्तै उदाहरणलाई कति औषधिहरूको त्यहाँ खोजिन्छ क्या, जुन आज हामी प्रयोग गर्दैनौँ। दुःखद छ नि त, त्यहाँ खोजिन्छ, छैनमा नम्बर आउँदैन त आज प्रयोग गरिदिनुको आवश्यकता पनि होइन। कति कुराहरू चाहिँ टाउको छ भने त्यहाँ आँखा र नाकको कुरो गर्नै पर्दैन। जस्तै जेनरल एनेस्थेसियाको मसिनको कुरो हुन्छ, त्योसँग जोडिएको एस्पेक्ट भनेको हेलोथेनाइसिस फ्लेम जस्ता त्यहाँ प्रयोग हुने साधनहरू कुरो आउँछ। त्यसमा एउटामा नम्बर नभएपछि अरूमा त स्वतः आउँछ। अनि त्यो चाहिँ कस्तो अवस्थामा चाहिन्छ, विशेषज्ञ कति स्रोत साधनहरू चाहिँ विशेषज्ञ चिकित्सक आउनु पऱ्यो, त्यसपछि उहाँहरूले प्रयोग गरेर के चाहिन्छ भन्ने कुरा हुन्छ। कोही सामान ल्याएर जाँदा चाहिँ खेर जान्छ नि। यहाँ अब हेलोथेनाइसिस फ्लेम जस्ता चिज ल्याउने नम्बरको लागि भनेर त्यसले त भोलि त ग्यास हो लिक भयो, भोलि मान्छेले अब नकारात्मक असर पर्छ। नम्बर बढाउनको लागि मात्र गर्ने भएर सबै चिज, त्यही भएर सबै चिज नम्बर मात्र हो। अब यो त्यसपछि फरेन्सिक मेडिसिनको कुराहरू पनि छ। कति चाहिँ फरेन्सिक मेडिसिन एक्सपर्ट खोज्छ, तर जुन एक्सपर्टको त्यहाँ परिकल्पना गरेको छ त्यो सेवाहरू आजको दिनमा हाम्रो भइरहेको छ। दिनमा रातमा जुन बेला पनि भइरहेको छ है त। त्यसमा कति चाहिँ दिन गर्न मिल्ने हुन्छ दिनमा, कति चाहिँ रातमा गर्न मिल्ने हुन्छ, त्यो हिसाबले सेवा हाम्रो चलिरहेको छ। त्यस्तै पोस्टमार्टमको सेवाको एउटा टाइम होला, जेन्डर भाइलेन्समा कति घाउ जाँचको कुरो रातमा पनि चल्न सक्छ, त्यस्ता चिजहरू हुन्छ। त्यो चिज भएको छ। अब यो बिल्डिङको कुरा पनि आएको छ। बिल्डिङको कुराले पनि कति चिजहरू चाहिँ नम्बरमा पनि खेल्दो रहेछ। जस्तै उदाहरणको लागि हामीले केही न केही गरेर वार्ड त सेपरेट गऱ्यौँ, नर्सिङ स्टेसन त्यो बिल्डिङ त हामीले बनाएको होइन। 15 बेड संरचनामा 50 बेडको चलाइएको छ, केन्द्रीय स्तरमा बनेको बेड हो। त्यो त नर्सिङ स्टेसनमा मैले चाहेर नि त्यहाँ कति चिजहरू गर्न सक्दैन। बिल्डिङको स्ट्रक्चरको आफ्नै ठाउँ, त्यसकारण कति ठाउँमा चाहिँ त्यहाँ चाहिँ विवेक प्रयोग गर्ने ठाउँ दिएको छैन क्या। त्यो स्कोरिङमा मान्छेले कति ठाउँ विवेक प्रयोग गर्ने ठाउँ पनि राखिदियो भने यो त त्यहाँ नमिलेको कारणले हो। मिलेको भए त सायद हुन्थ्यो भन्ने चिज कति बुझ्नुपर्ने अवस्था पनि आउँछ। त्यसैमा कति चाहिँ आइसियूको मेन पावर कुरा गरिरहेको हुन्छ। आइसियू चलाउनुको लागि मेन पावर चाहिन्छ, कम्तीमा पनि कि त एनेस्थेसिस चाहिन्छ, कि त इन्टरनल मेडिसिन पढेको जनशक्ति चाहिन्छ। विशेषज्ञ पनि लिमिटेसन हुन्छ। म महिला प्रस्तुत रोगको हुन्छु, कोही चाहिँ जिपी डाक्टर साहब हुनुहुन्छ, पेडियाट्रिसियन हुनुहुन्छ। तर कति चिजमा चाहिँ चलाउनको लागि चलाउने एउटा कुरो छ, सर्भिस चलिएर हामीले आइसियू चलायौँ भने चाहिँ त्यहाँ चाहिने रिपोर्ट विशेषज्ञ ल्याउनै पर्ने हुन्छ। त्यो सर्भिस सुरु गरेपछि बन्द गराउनु भनेको त्यो राम्रो मेसेज जाँदैन। दुर्गमको आफ्नै पीडा छ, त्यति हुँदाहुँदै पनि हामीले त्यसको तयारीमा लाग्दैछौँ। अब त्यो कति चिज चाहिँ हाम्रो बसमा छ, कति चिज चाहिँ हाम्रो बसमा छैन, त्यो चाहिँ बुझिदिनुहुन्छ नि भन्नलाई। अब यो कति तालिमहरूको चाहिँ अब एउटा तालिमले स्कोरिङमा नम्बर नदिए तापनि हामीले आवश्यक पऱ्यो भने अर्को तालिमको उस्तै तालिम दिएको जनशक्तिबाट हामी काम चाहिँ चलाउँछ। जस्तै उदाहरणलाई आइसियू तालिम खोज्यो भने एनआइसियूले पनि केही चिज चलाउन सकिन्छ। इसिसिटी भन्ने चाहिँ एसेन्सियल क्रिटिकल केयर ट्रेनिङ, त्यो तालिम लिएको जनशक्तिबाट हामीले काम चाहिँ चलाउन सक्छौँ। तर एमएसएसले त यो चाहियो भने त्यो चाहियो नि, त्यो नम्बरको लागि त्यो चाहिने हुन्छ, तर कामको लागि हामीले अरूतिर पनि गइरहेको अवस्था हुन्छ। र अन्य जनशक्तिको लागि पनि वृद्धि विकासलाई तालिमको कामहरू हिजो कति तालिमहरू आइरहेन भन्ने चिजहरू। अब सबै चिज हामीले बाहिरै भन्नुपर्छ भने चाहिँ पहल गर्ने ठाउँमा पहल गरिरहेको छ, गरेर विभिन्न चिज पनि आउने क्रममा छ। यतिखेर गर्दै नै हाम्रो 2टा जनशक्तिहरू लामो तालिमको लागि कोही एसपीको लागि, कोही एमएलबीको लागि जानुहुन्छ, 18 गरेर 2टा जनशक्ति ओटिटिएमको लागि जानुहुन्छ। त्यो कति पहलहरू भइराखेको छ। रिजल्ट आउन टाइम लाग्छ र समय
सबै चिज काम गरेर आजको भोलि रिजल्ट आउँदैन। मैले कार्यक्रममा मैले भनिसकेँ 100 दिन पनि भएको छैन, काम धेरै आन्तरिक रूपमा बढिसकेको छ, रिजल्ट आउन टाइम लाग्छ, आउँछ। यसमा केही पनि छैन। अब एमएसएसको कुरो अहिले पनि आयो, भौगोलिक कुरा। रोल्पामा हेरिने त्यो एमएसएसको स्कोर र तराईको ठाउँमा हेर्ने स्कोर सिमिलर मापदण्ड हुँदा कहिलेकाहीँ त्यसले पनि समस्या निम्त्याउँछ। अब यो मैले एमएसएसको कुराहरूमा केही कुराहरू बताएँ, किन यो स्कोर कम बढी के त्यतातिर धेरै नजानु। सेवाको कुरोहरू भइरहेको छ, निरन्तर वृद्धि भएको छ, हाम्रो डेडिकेटेड टिम छ भन्न चाहेँ। अब यो हामीले चाहिँ हाम्रोमा जुनसुकै बेला पनि भिजिट गर्न सक्नुहुन्छ। सेवाको लागि हामीले दिने सेवा एमएसएसको तलमाथि 2-4 नम्बर अगाडि पछाडि केही नहोला, तर दिने सेवा गुणस्तर चाहिँ खस्किँदैन, यो चाहिँ पक्का नै हो। अब यो कति चिज चाहिँ हामी राजनीतिक दलकोमा पनि कति चिज जोडिया हुन्छ, आइसक्यो कति चिज पेचिलो हुँदो रहेछ। यहाँ सार्वजनिक रूपमा अस्पतालदेखि तपाईँको विभागीय मन्त्रीले पनि समाधान गर्न सक्ने स्थिति आउँदैछ। रोल्पा अस्पताल कति चिजले मन्त्री परिषद नै हल्लिएको अवस्था पनि रहेछ। म हिजो र अस्ति मात्र कति कारणले त्यहाँ आफ्नै कामको सिलसिलामा जानुपर्ने स्थिति आएको थियो। के भइरहेछ, कस्तो भइरहेछ, अनेक हल्ला आइरहेछ, के भइरहेछ भन्दाखेरि सबै चिज प्रश्न आउँदैन। तर रोल्पाको कुरोले कोलिसन गभर्मेन्टमा पनि सङ्कट आउने हो कि भन्ने स्थिति आउने चिजहरू पनि भएको रहेछ। त्यस कारण मैले त्यतातिर धेरै जान चाहिनँ। कति चिज पेचिलो हुँदो रहेछ, किन हामी भनेको पोलिटिकल मान्छे होइनौँ, हामी भनेको शिक्षाकर्मी हो, आफ्नो हिसाबले काम गर्छौँ, टेक्निकल म्यानेजमेन्ट पाएर हामी लिगल पार्टमा काम गर्छौँ। हाम्रो अरू केही इन्ट्रेस्ट हुँदा पनि हुँदैन, हामीले काम गर्ने, हामीले जे लिगली माथिबाट अथोरिटी आउँछ कुनै पनि काम हामीले माथिको सम्बन्धित निकाय अथवा स्वास्थ्य मन्त्रालयले कोअर्डिनेट नगरिकन गरेका हुँदैन। कुनै पनि प्रोग्राममा कसलाई अध्यक्षता गर्ने, के गर्ने, कति चिजमा उहाँहरू पनि फर्मेट पठाइदिनु हुन्छ, त्यो हिसाबले गर्ने हुन्छ। त्यो चिजमा कतिलाई चित्त नबुझ्न सक्छ। व्यक्ति पात्र देखिने एउटा हुन्छ, उहाँ चाहिँ माथिल्लो पात्र अर्कोले त्यहाँ खेलिरहेको अवस्था पनि हुँदो रहेछ। त्यो चिज हामीलाई पनि थाहा हुँदैन। कति चिज चाहिँ त्यो किन भयो के भयो भनेर कहिलेकाहीँ खोजखिची गर्दाखेरि कति चिजहरू आउने हुन्छ, कति नमिल्ने हुन्छ, कति भन्न नमिल्ने भयो। मैले धेरै कुरा यसमा राख्न चाहिनँ, तर यति कुरो भन्न चाहे रोल्पाको स्थितिले कोलिसन गभर्मेन्ट पनि समस्या त पर्ने होइन कतै भन्ने हिसाबले कति कुराहरू भएको भयो। यहाँ केही न केही इस्यु चाहिँ गएको रहेछ भन्ने चाहिँ प्रश्न छ। मैले त्यसमा धेरै डिटेलमा जान्न चाहिनँ। अहिले सेफ्टी र सेक्युरिटीको नम्बर कमको कुरा त म्याडमले पनि भइसक्नुभयो होइन। त्यो चिजहरू कन्फिडेन्स अफ पब्लिकको कन्फिडेन्स यहाँ अलिकति दिनु पऱ्यो भन्ने कुरा आएको थियो। एकदम त्यसको लागि नै हाम्रो काम भइरहेको छ, जनशक्तिको कुराहरू बढाइराखेका छौँ। जस्तै अब उदाहरणको लागि कति चिज चाहिँ हामीले टेक्निकल मेन पावर चिज छ भनेर देख्ने नजर र पब्लिकले देख्ने नजर फरक पर्दो रहेछ। मैले एउटा सामान्य उदाहरण दिनलाई 10-15 दिन अगाडि कुनै एउटा बिरामी आइसोलेसनमा आउनु भएको थियो, उहाँको श्वासमा केही समस्या थियो, त्यहाँ भएको जाँचहरू हामीले गरियो, त्यसमा नर्मली आएको थियो। त्यसमा फर्दर अरू जाँच गर्नुपर्ने स्थिति थियो। उहाँहरू के भन्छ, तपाईँले जाँच गरेको त ठिकै आएको छ त किन पठाउनु पऱ्यो भन्नु। हाम्रो सस्पिसन त्योभन्दा हायर चिज र हामीसँग सिटी स्क्यान छैन, प्रष्ट रूपमा यसमा फोक्सो क्यान्सर हुनसक्छ भन्ने चिजहरू गऱ्यो। उहाँहरू तपाईँले गरेको जाँच गर्दा ठिक छ नि भन्नुहुन्छ, हाम्रो जाँच हुँदा लिमिटेसन छ नि। त्यसपछि फकाइ खुलाइ उहाँहरू बिरामी मान्नु भएको थिएन। लग्यो प्रादेशिकतिर जाँदा त उहाँको छातीको क्यान्सरै आयो। त्यसपछि भन्नु डाक्टर साहब तपाईँले भन्नुभएको थियो ठिकै रहेछ। कति चिजहरू हामीले 2-4 रिपोर्ट हेरेको भएर नर्मल छ अन्त नर्मल छ ठिकै छ, किन पठाएको त, किन रिफर गरेको भन्ने हुन्छ। कति चिज बुझाइमा फरक हुन्छ, हाम्रो देखाइ र अरूको बुझाइ फरक हुन्छ। केही बेसिक जाँच हुन्छ, सबैको केही जाँचले सबै चिज बताउँदैन, हाम्रो लिमिटेसन छ, त्यो चिजहरू बुझिदिनु पर्ने हुन्छ। त्यसकारण कन्फिडेन्स अफ पब्लिक भनेको चाहिँ कति हामीले गरेको चिजहरू बुझाउने हो, कति चिज चाहिँ अब प्रचारबाजी गर्न सकिएन होला, गरिएन होला, त्यो अब हाम्रो कमजोरी हुनसक्छ। तर यहाँ सेवा भएको छ, हामीले दिन सक्ने दिन मिल्ने सेवा हामीबाट यहाँ दिन्छौँ। अन्यसरी यहाँबाट रिफरल हुँदैन। रिफरल गर्ने कहिले काहीँ कुरा आउँछ, आज उठेन तै पनि धेरै आउँछ। 100-200 जना पर डे हेर्ने अस्पतालमा 1-2% रिफरल आउनु स्वाभाविक हो। त्यो घटाउनको लागि हाम्रो जनशक्ति चाहियो। त्यो जनशक्तिको लागि कसरी रिटेन गर्ने के गर्ने भन्ने चिजमा त हामी लागेका छौँ। हाम्रो तर्फबाट भेटेको जति कति चिज हाम्रो बस्न नभएको चिजहरूमा चाहिँ हामी सम्बन्धित निकायमा कोअर्डिनेट गर्ने भन्दा हामीसँग अरू विकल्प रहेन। अनि अघि सोसियल अडिटको कुरो पनि आएको थियो। सोसियल अडिट भनेर छुट्टै प्रोग्राम नगरे पनि प्रत्येक कार्यक्रममा सोसियल अडिटको रूपमा हामीले प्रतिक्रिया लिएर त्यसको के कस्तो छ भन्ने कुरा हामी जानकारी दिएका हुन्छौँ। हामी एकदम ओपन छौँ, सुझावको लागि पनि जहिले पनि ओपन छौँ। केही चिज गुनासो छ भने पनि त्यसलाई लिएर कसरी सुधार गर्नुतिर हामी लागिरहेका छौँ। सबै चिज लागि छ। अनि कति कुराहरू हामी व्यक्तिगत रूपमा लागि हुन्छ, कति टिम लागेको हुन्छ। व्यक्तिको लागेको हो, मैले भनेको कुराहरू व्यक्तिले गर्यो भन्ने होइन है, फेरि एकदम टिमको कुरो हो। यो रोल्पा अस्पतालको टिमको 70 जना जनशक्ति यो सब टिम लागेर भएको कुराहरू है। यो
कति मैले व्यक्तिगत रूपमा यहाँ भने पनि यो टिमले बोलेको कुराहरू कति टिम रिप्रेजेन्ट गरेर बोलिरहेको छु। अब त्यो गाउँपालिकालाई पनि समाउनुको कुराहरू कति चिजहरू चाहिँ सुरुमा आन्तरिक रूपमा मिलाउनु पर्यो, त्यसपछि कति बाहिर जानुपर्ने हुन्छ। मेरो साले भन्नुभएको छ बाहिर आक्रमण गर्दा छेउछेउबाट बिस्तारै भित्र छिर्ने भनेर जस्तै कति चिजहरू हाम्रो योजनामा छ, यहाँ भित्रमा मिलाउन सक्ने चिज मिलाएर नै सबै चिज एकैचोटि गर्छौँ भने त कुनै पनि चिज सफल हुँदैन नि। यहाँबाट आफ्नो तर्फबाट के हुन्छ त्यो चिज गर्ने, कता कोर्डिनेट गर्ने, पाटोहरू गर्ने, त्यसपछि मात्र अगाडि बढ्ने योजनामा हो र हामीले त्यसको योजना बनाइरहेका छौँ। अनि यो पालिकाहरूको कुरा आयो, पालिकाहरूले अहिले आफ्नो अस्पताल प्राइभेट अस्पतालहरूलाई कति प्रायोरिटी कति दिइराख्नु भएको छ। त्यस कारण पनि यो अस्पताल केही पालिकाहरूले प्रायोरिटीमा कम परेको स्वाभाविक हो। त्यति हुँदाहुँदै पनि हामी कार्यक्रम ल्याएर यसको महत्त्व झल्काउँछौँ नै उहाँहरूलाई बुझाउँछौँ, तर त्यसको लागि समय चाहिने हुन्छ। अब त्यही समयमा नै सबै चिज नै ड्रामाटिक रूपमा परिवर्तन गर भन्दाखेरि नहुन सक्छ। अब यसको सेवा गुणस्तर बढाउनको लागि अब नजिकको अस्पताल भनेको चाहिँ हामीले चाहिँ राप्ती प्राथमिक अस्पताल चाहिँ एकाडेमिक इन्स्टिच्युट पनि थियो। त्यहाँ पनि कति एमएयू गरेर त्यहाँ हुने जनशक्तिलाई यहाँ ल्याएर पनि काम गराएर केही चिज काम गराएर सिकाएर अथवा मेन पावर यता उताको यता गराएर पनि सर्भिसमा आउन सकिन्छ कि भन्ने हिसाबले चाहिँ पूर्व योजना दान गरेर पूर्व पनि नभएको होइन। त्यहाँको डाइरेक्टर सर त्यो चाहिँ पूर्व सचिव पनि हुनुहुन्थ्यो, स्वास्थ्य सचिव हुनुहुन्थ्यो, उहाँसँग पूर्व नभएको चाहिँ होइन। र त्यसको लागि पनि कति चिज समय लाग्ने हुँदो रहेछ। गर्ने योजनामा थियौँ छौँ। अब भोलि मौका मिल्यो भने गर्छौँ नै। अब त्यो चिज भोलि के हुन्छ त कसैले देखाएको छैन। समय मिलेछ कति चिज समयले साथ दिएछ भने गर्छौँ नै, त्यो योजनामा छ नि। किनकि समयको मैले अहिले पनि भने कार्यान्वयन गराउन समय लिन्छ। त्यो समय 2-3 महिनामै सबै चिज एक्सपेक्ट नगर्नु होला, त्यतातिर गएको नै छ। अब यो क्वार्टरको कुराहरू आएको छ, जनशक्ति बढेपछि क्वार्टरहरू बढाउनु नै पर्ने स्थिति आउँछ। त्यसको लागि हामीले कसरी गर्न सक्छौँ त्यो चिजहरू गर्छौँ। कति चाहिँ अब हामीले डबल स्ट्यान्डर्ड कुरा गरिदिन्छौँ नि, एकातिर एउटा कुरा गरिदिनु अर्कोतिर अर्को कुरा त्यस्ता चिज समस्या पार्छ। म व्यक्तिगत रूपमा मलाई केही पनि फरक पर्दैन। मैले किन भनेको चाहिँ मलाई त जहाँ खटाएँ त्यहीँ काम गर्ने। आज रोल्पा खटाएँ रोल्पा गरौँला, अर्को खटाएँ अर्को ठाउँ गरौँला। कर्मचारी हो जता पनि जान तयार, हामीलाई केही पनि समस्या छैन। दुर्गममा चिकित्सक आएन भने अनि यसो भयो उसो भयो भन्दै आफैले नै त्यसको लागि चाहिँ डिमोटिभेट गरेर लबी गर्ने काम चाहिँ राजनीति दलले बन्द गर्नुपर्छ। कति जानकारीमा छैन भने बसौँ, कति जानकारी दिन सकिन्छ। कति पब्लिक फोरममा मैले बोल्न चाहिनँ, यसमा धेरै बोल्न चाहिनँ। त्यो अवस्था छ, डबल स्ट्यान्डर्डको कुरा छ। त्यसमा एकदम मैले प्रष्ट रूपमा नै भन्न चाहेँ। त्यो चिजहरू चाहिँ कति बन्द गर्नुपर्ने स्थिति छ। मैले पनि काम गर्दा के हुन्छ, म पनि घर छोडेर आएको छु, मेरो पनि केही समस्या पऱ्यो, मेरो पनि यही उपचार होस् भनेर मेरो टिम काम लागेको छ। त्यस कारण यो रोल्पा अस्पताल मैले अरूको लागि मात्र मेरो लागि पनि बनाएको हो। म त यहाँ छु नि, केही भयो भने मैले पनि त्यसरी होस् भनेर लागेको छ हाम्रो टिम। यो कसलाई चाहिँ कसले कति बुझ्नु भएको छ त्यो आफ्नै ठाउँमा छ होइन। सेवा त अब हामीले सकेको दिने हो। सबै चिज एउटैले सबै चिज दियो भने सम्भव पनि हुँदैन नि। सम्भव भएसम्म गर्न सकेसम्म हामीले यहाँ गर्छौँ, गरेका छौँ। अझै केही रहेछ हाम्रो तर्फबाट गर्ने भने गर्छौँ भने त्यसमा गर्नु छ। ल्याबको रिपोर्टको कुराहरू पनि आयो, कति चिज एकै दिन छिटो दिनु पाए एकदम राम्रो, हामीलाई पनि त भिड नियन्त्रणमा सजिलो हुन्थ्यो। तर यति हुँदाहुँदै पनि तपाईँहरू केन्द्रीय अस्पतालहरूमा जानुभयो होला, त्यही दिन उपचार गरेर त्यही दिन रिपोर्ट पाएर घर फर्किने एकदम कम सम्भावना छ। रोल्पा अस्पतालमा कम्तीमा पनि तपाईँले त्यही दिन उपचार गर्नुभएको त्यही दिन रिपोर्ट बोकेर जानुहुन्छ। हामी 5 बजाउँदैनौँ, 5 मात्र हेर्दैनौँ। बिरामी हुनुहुन्छ भने 5:30-6 जति बजी पनि हामी हेरेर उहाँहरूलाई पठाउँछौँ। केले बोक्यो त चाँडो रिपोर्ट स्ट्याच गर्न भन्नु होला। मेसिनको कस्ट त्यसले पनि मिनिमम स्याम्पल खोज्छ। यतिवटा स्याम्पल भयो रन गर्दाखेरि कस्टको कुरो आउँछ, चल्न पऱ्यो। मिनिमम यति स्याम्पल भयो भने चाहिँ बल्ल हामीले रन गरेर चाँडो रिपोर्ट दिन मिल्ने भन्ने हुन्छ। एउटा मेसिनको, अर्को जनशक्तिको कुरो पनि हुन्छ। यो 24 आवर सर्भिस छ हाम्रोमा। है जानकारी सायद कति चिजमा रहेन होला, मैले बताउनु पनि चाहेँ। हामीसँग 24 आवर सर्भिस छ। इमर्जेन्सी चल्ने बित्तिकै 24 आवर सर्भिस हुन्छ। त्यो हुने इमर्जेन्सी जुनसुकै पऱ्यो भने आउनुहुन्छ। जनशक्ति हाम्रो लिमिटेड छ। त्यो 24 आवर ल्याब सर्भिस चलाउन कम्ती पनि 10 जना हामीलाई जनशक्ति चाहिन्छ। अहिले 5+5 जनाको मात्र स्थिति छ। अरू केही सायद भ्याकेन्सीबाट केही आउला अथवा व्यवस्थापन समिति सक्रिय भएको भए केही चिज गर्न सकिन्थ्यो। कम्तीमा पनि 24 आवर स्मुथ रन गर्न 10 जना त कम्तीमा पनि चाहिने हुँदो रहेछ। त्यो जनशक्तिको कारणले पनि केही चिजमा समस्या पारेको छ। तपाईँहरूको
भन्नुभएको कुराहरू जायज छ। हामीले बुझ्दा बुझ्दै पनि कति चिज चाहिँ लिमिटेसन पनि छ। अनि अब फोहोर फाल्ने त खाएको कुरा फाल्ने, अब हामीले कति चिज अस्पतालले गर्नु हुन्छ, कति जनचेतनाको बाटो पनि हुन्छ। खाएको चिज हामीसँग बिनहरू छ, त्यहाँ विभिन्न सेग्रिगेट गर्ने, त्यसमा फालिदिँदा कति समस्या हुँदैन थियो। टोइलेटमै लगेर बाथरुममै लगेर फालिदिनुहुन्छ, हामीसँग सरसफाइ कर्मचारी कम छ, गर्दै नगर्ने त होइन, हामीले सरसफाइ त गर्छौँ। त्यो चिज कति आफ्नो बाटो पनि हामीले कति चुकिरहेको छैन भन्ने पनि बुझिदिनु पर्ने स्थिति पनि आउँछ। सबै चिज अस्पतालले गर्दै हुन्थ्यो भनेर मात्र नसोचौँ, कति चिज हाम्रो तर्फबाट गर्न मिल्ने चिजहरू चाहिँ हामीले पनि गर्नुपर्ने जस्तो लाग्छ। अब त्यो पार्टिसनको कुरा अहिले आएको थियो त, त्यस्ता हामीलाई एकदम आवश्यक एउटाको रोग अर्कोमा सर्ने हो कि भन्ने डरको कुरो ल्याउनु त्यो जायज पनि हो। त्यस्तो बिरामीले हामीले आइसोलेसन वार्ड छ, हामीले जस्तै टिबी जस्ता सङ्क्रमणको आइसोलेसन वार्ड छुट्टिराखेका छौँ, उहाँहरूलाई त्यस्तोमा उपचार हुनसक्छ। WHO डाटाको चिकित्साको कुराहरू पनि ल्याउनु भएको थियो, एकदम राम्रो। हामीसँग देशमा उत्पादन WHO भनेको नजिक पुग्ने स्थिति छ, तर सरकारी संयन्त्रभित्र सब आएको छैन। त्यो चिज बुझ्नु जरुरी छ। डाटामा नम्बरमा छ, त्यो जनशक्ति के कति विदेशमा छन्, कति चाहिँ यो काम गर्ने सिलसिलामा कति अब प्र्याक्टिसमा हुनुहुन्न। जस्तै उदाहरणको लागि MBBS गरेर MPS जानुहुन्छ, उहाँको प्र्याक्टिस हुँदैन, तर त्यो डाटामा चाहिँ हुन्छ। चिकित्सक MBBS रजिस्टर गरेर उहाँ डाटामा हुन्छ। सबै सरकारी संयन्त्रभित्र इन्क्लुड हुनुहुन्न, तर नेसनल डाटाले त ओभरअल हेर्छ नि। त्यसले गर्दाखेरि त राम्रै रहेछ त। किन त खालि अभावको मान्छे यो काम गर्न अल्छी लाएर त्यो पक्कै पनि होइन। तपाईँहरू हेर्नुहोस्, यहाँ हाम्रो जनशक्तिहरू 24 आवर काम गरेर भोलिपल्ट बिदा नलिकन जान्छ। त्यो रियली पाउनुहुन्छ। अर्को कुरा अहिले पनि कुरा आएको थियो, प्राइभेट अस्पताल नजिक छ नभएको होइन, प्राइभेट अस्पतालमा यहाँको चिकित्सा कर्मीहरू जानु हुँदैन। त्यत्रो प्रश्न हुनुहोस्, त्यहाँ कहिले कति रिक्वेस्ट गर्नुहुन्थ्यो, हाम्रो अस्पताल चलाउने धौधो बोलौँ न, सिटमा पठाइदिनुहोस्। त्यो हुँदैन। अस्पतालमा हाम्रो डेडिकेटेड टिम छ, बिगार्ने काम नगर्नुहोस्। हामीलाई यहाँ किन, हामी त कम जनशक्ति छौँ नि। भोलि एउटाको ड्युटी भएन, आवश्यकता परेको खण्डमा यहीँ नजिकै छौँ, हामी सबै आउँछौँ। ड्युटी मेरो र तेरो भन्ने हुँदैन, मेरो विषय तेरो विषय भन्ने हुँदैन रहेछ। फेरिमा आएर बसेर पेडिट्रिसियनले अरू नहेर्ने भन्ने, सकेसम्म उहाँले आफ्नो विधाको हेर्नु, त्यो बाहेक अरू विधाको पनि हेर्नुपर्ने हुन्छ। फेरिमा चाहिँ सबै चिज विधाको हिसाबले मात्र काम गर्छु भनेर सुख पाइँदैन रहेछ। त्यस कारणले यहाँको टिम डेडिकेटेड टिम छ, सम्पूर्ण मैले चिकित्सक मात्र स्वास्थ्य कर्मी सम्पूर्णको डेडिकेटेड अनुभवी पुराना टिमहरू हुनुहुन्छ, एकदमै डेडिकेटेड भएर लाग्नु भएको छ। त्यो कुराहरू मैले गराउन चाहेँ। अब यो इमर्जेन्सी सेवाको 24 घन्टा हुन्छ, ब्लड स्याम्पलको कुराहरू केही चिजहरू छ भने हामीले त्यस्तो अलिकति बिहान 8 बजे नै कम्तीमा पनि, रेगुलर रूपमा नै 10 बजे नै सुरु भए तापनि रेगुलर 8 बजे नै ब्लड स्याम्पल तान्नमा एउटा टोली आएको नै हुन्छ। बिचको इमर्जेन्सीमा आउनु पर्ने बाहेक नै रेगुलरली त्यो व्यवस्था छ नै यहाँ। अनि मर्निङ कन्फरेन्सले गर्दा ढिलो गर्नु भन्नुहुन्छ, त्यस्तो पनि छैन। कति चिजहरू हामीले यस्तो छ भने सिफ्टमा कति बेला गरेर आफ्नो पाटोको डाटा दिएर हामी तल जाने अथवा केही छलफल गर्नुपर्ने टिमसँग बसेर गर्ने गर्छौँ। त्यो सधैँ लम्बिने भन्ने हुँदैन। यता कोही बस्दा पनि अरूतिर सर्भिस चाहिँ पाइरहेको अवस्था रहन्छ। कहिलेकाहीँ एकाध दिनमा कहिलेकाहीँ कुनै कार्यक्रम हुँदा केही विशेष हुँदाखेरि हुनसक्छ। त्यो चिज एकाधलाई नकार्न पनि सकिँदैन। त्यो स्वाभाविकमा सधैँ नै एउटै रूपमा भइरहेको छ भनेर पनि भन्छ। कहिलेकाहीँका चिजलाई चाहिँ त्यसलाई टेक्निकल इस्यु आएछ, त्यही कारणले होला भनेर बुझिदिनु होला भन्न चाहेँ। डिले, यो प्रोग्रामको डिलेको कुरा पनि आएको थियो। हामीले कति अतिथिहरूलाई पनि पुग्नुपर्ने केही समय लाग्छ कि भनेर कति फोन सम्पर्कमा हिजो एउटा कुरो भएको हुन्छ, उहाँहरू आउनुहुन्छ कि भनेर टाइम दिनुपर्ने पनि हुन्छ। मैले 8 बजी सुरु भनेर कहिले सुरु गरिदिएँ होला। कति अतिथिज्यूहरूलाई सायद अन्याय पनि पर्न सक्छ, कति हामी सम्पर्कमा फोन लागि नै हाल्दैन भन्ने बित्तिकै। त्यस कारणले पनि केही समय ढिलो भएको स्वाभाविक हो। त्यसको लागि क्षमा माग्दै अब मैले समग्रमा धेरै नै कुराहरूको सम्बोधन गरेँ जस्तो लाग्यो, तर पनि कति चिज छुटेको हुनसक्छ। यदि त्यस्ता केही चिज छ भने हामी त्यसको चाहिँ उत्तर दिन तयार छौँ है। भन्नुहोस् उत्तर मात्र दिनुभन्दा पनि रेस्पोन्सिबल भएर नै त्यसको चाहिँ उत्तर दिन तयार छौँ। अस्पताल व्यवस्थापन समिति एकदम पेचिलो बनेको छ। यहाँ त कति चिजमा देख्दा सहज लेखेको छ, कानुनी रूपमा सहज लेखेको छ, व्यावहारिक रूपमा फरक हुँदो रहेछ। अरू त के भनौँ, यही तिहार लगतै 21 गते मन्त्री र सचिवज्यू नै आएर कार्यक्रम गर्नुभयो। यहाँ उहाँले नै यसरी गर्नुहोस् भनेर फर्मेट दिनुभयो, फर्मेट अनुसार कार्यक्रम चल्यो। कति त्यहाँ आउनु भएकोले त्यही फर्मेटले चित्त बुझेन नि, यहीँ कष्ट देखिएको थियो र त्यसपछि त्यस हिसाबले अगाडि बढ्नु भयो होला उहाँहरू। के गर्नु
कति चिजमा मन्त्रीले सक्छ पर्फर्मेन्स त राम्रो छ भन्नुहुन्छ तर कति चिजमा उहाँहरू नाजवाफ मेरो हातमा केही पनि छैन मन्त्रीले आफ्नो तहसम्म गर्न सक्छ उहाँले हाम्रो हातमा छैन मन्त्रीले सक्छ त्यसले व्यक्तिगत रूपमा मलाई केही पनि फरक नपर्ला तर रोल्पा अस्पताललाई जाने मेसेज चाहिँ ठुलो धक्का लाग्छ म पनि कुनै ठाउँमा प्राध्यापन पेसामै लागेको मान्छे हो म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाइनी हस्पिटलमा एसिस्टेन्ट प्रोफेसर काम गरेको मान्छे मैले पाटनमा पनि केही ब्याज निकालेको पोखरामा पनि निकालेको र अस्ति केही कामको सिलसिलामा राप्ती जाँदाखेरि हेर्दै त्यहाँ मेरा दुईवटा विद्यार्थीहरूले नै त्यहाँ गाइनीपुरीमा थिए त्यो चाहिँ कस्तो खुसी पनि लाग्दो रहेछ आफ्नो विद्यार्थीहरू त्यहाँ काम गरिरहेको खुसी पनि लाग्यो र त्यस्तो चिज हाम्रो रोल्पामा चाहिँ विशेषज्ञ चाहिन्छ यहाँ पनि ल्याउनुपर्छ भनेर म एकदम लागिरहेको त्यो चिजमा कति चिजहरू आएर त्यो चिजबाट डिमोटिभेट हुने हो कि भन्ने चाहिँ स्थिति सायद त्यो नहोला भन्ने मलाई लाग्छ काम गर्नको लागि त हामीलाई किन त ऊर्जावान नै दिन्छ सबैले एकदम डेडिकेटेड भएर लानु भएको छ हामी लाग्छौँ यहाँको सेवाको लागि हामी लगभग सधैँ नै तत्पर नै छौँ त्यही भन्दै अब हामीले गर्नुपर्ने केही चिज छ भने सुझाव सल्लाहको लागि यस्ता कार्यक्रम नै पुग्नुपर्छ जुनसुकै बेला पनि हजुर सुझाव सल्लाह दिन सक्नुहुन्छ हजुरहरूको उपस्थितिलाई धन्यवाद दिँदै यस कार्यक्रम चाहिँ हामी यहीँ समापन गरेर चाहिँ मैले जानकारी गराउँछु